त्यहाँ बसिरहेँ। कति राम्रो सोझाका हुन्। त्यही त ऊ त्यहाँ हेर न बुढा फोटा पनि खिच्दैछन् है। अनि त मान्छे पनि कति धेरै आएका हुन् बाबा। आमा बुवा हजुर कार्यक्रम हेर्न आइस होइन? हो नानी हो। यो बुढीलाई यसो पाइखाना गराएर ल्याएको के नानी? ए म हजुरसँग केही समय कुराकानी गर्न सक्छु? के कुरा गर्ने हो र? गरौँ न त नानी गरौँ। आउनुहोस् आमा आउनुहोस् बुवा बस्नुहोस् आउनुहोस् बस्नुहोस्। बिस्तारै बस है बुढा। अनि हजुरहरूलाई सन्चै छ त? खै नानी के सन्चै भन्नु, बुढेसकाल लाग्यो कहिले के भइरहन्छ। यस निकेतन स्कुलले आयोजना गरेको यस अभिभावक दिवसमा म देख्दैछु 6 वर्षको बच्चादेखि लिएर 80-90 वर्षका वृद्धाहरू समेत आउनु भएको छ। अनि हजुरहरू चाहिँ कति वर्षको हुनुभयो नि? 90 सालको भूकम्पमा म 2 वर्षको थिएँ। अब तिमी नै भन त म कति भयो होला? यहाँ पनि ढाँट्यौ है बुढा तिमीले। होइन ब्यारे होइन नानी, 2 वर्ष कि त म थिएँ। यी बुढा म भन्दा 3 वर्ष जेठा हुन्। सधैँ जवान देखिनु पर्ने बुढालाई पनि त भन्दा जेठो भएर के भयो त? त भन्दा मै नै जवान देखिन्छु क्या? होइन त नानी? हो मलाई त हजुर दुवैजना जवानै लाग्यो। सुनिस्? अनि आज हजुर कसको प्रस्तुति हेर्न आउनु भएको नि? नाति नातिनाको नि नानी। ए हजुरहरूको नाति नातिना यहीँ पढ्छन्? अनि नानी, जेठा छोराका 3 जना छोराछोरी यहीँबाट पढेर गए। माइला छोराका 2 जना पढिरहेका छन्। माइलो छोरोको छोरोले पोरपाले 10 पास गरे होइन? यी बुढा पनि कति छिटो बिर्सिन्छन्। अनि नि नानी, साइलाका पनि यी पढ्छन्, अन्तरेका पनि यी पढ्छन्, जन्तरेका पनि यी पढ्छन्, अनि कान्छाका पनि यी पढ्छन् नि नानी। ओहो कति छोराछोरी हो हजुरहरूको? पाउन चाहिँ यसले 19 वटा पाए कि नानी, 14 जना चाहिँ बाँचेका छन्। आमामा त्यति धेरै छोराछोरी? ए बुढा, ऊ त्यहाँ हेर त साइला छोराबुहारी उतै बसेका छन् है। त्यहाँ हेर्न त्यही छन्। अनि जेठा जेठी पनि यतै कता छन् होइन? ऊ त हेर्न, ऊ हाँसिरहेकी छिन् त बुहारी, ऊ कालो चस्मा लागी छिन् नि। ए माइला माइली हो, कता छौ? यता आऊ न, यता यता आऊ भन क्या। किन बोलायो कि? बसिरहेका छन् त। ए नानी, हामी टिभीमा आउँछौँ होइन? हो। अनि तिनीहरू आए, तिनीहरू पनि टिभीमा आउँथे, राम्रा देखिन्थे। ए आऊ न आऊ, यता आऊ। ए खुम्री बुढी बस। फिल्ममा खेल्ने हिरो हिरोइन हुन् हाम्रा छोराबुहारी। अनि फोटो खिच्ने बाबु, फोटो खिच्ने बाबु हाम्रो चाहिँ अलिक मिलाएर खिचिदिनु है। लुगा मिलाएर बस। मिलाएर खिच्नु है, मिलाएर। अनि हजुरहरूलाई यो कार्यक्रम कस्तो लाग्दैछ त? कति राम्रा नानी बाबु हुन्, कति राम्रा नाचेका, साह्रै राम्रो छ। एकदम राम्रो लाग्यो नानी। यी बुढिया त कुर्सीबाट उठेर नाची पो हाल्छ। बस बस, अलि टिपमा आउँछ नि फेरि। उमेरा त नि नानी, म नि कति नाच्दै नाच्दै यति राम्रो नाचा देखेँ त यी बुढाले भगाका। म कम्ती राम्रो नाटक खेल्दिनँ थिएँ। भर्खरका तरुणीहरू मलाई देखेर ठाउँको ठाउँ भुतुक्कै हुन्थे। त्यही त, ऊ बेलाका तिमीलाई देखेर मरेर त म बाँचेँ कि। साह्रै रमाइलो कहानी रहेछ हजुरहरूको त। आज हजुरहरूलाई भेटेर धेरै खुसी लाग्यो मलाई त। ए बुढी, यी नानी त ठ्याक्कै हाम्रो कान्छी छोरी जस्तै है। त्यही त, सलक्क परे कि मिठो बोल्ने, ठ्याक्कै है बुढा। त नि। हो र मलाई पनि हजुरहरू आफ्नै आमा बुवा जस्तै लाग्यो। अनि हजुरहरूको नातिनी कुन गीतमा नाच्दै थियो थाहा छ हजुरहरूलाई? ना बुढी, कुन चाहिँ गीत भन्थे रे त्यो? पखै बुढा, नाचु नाचु भन्थे। ऐनामा हेरेर नाचिरहन्थे नि। ए आज भोलि नाचु नाचु होला क्यारे हौ नानी। ए त्यसो हो भने त अब हजुरहरूकै नातिनी आउँदै छिन् नाच्न, अब त्यही गीतको पालो छ। ए हो र? ए बुढा, हाम्रो नातिनी पो नाच्न आउँदै थियो अरे। अब ऐनामा होइन, स्टेजमा नाच्ने भई। जुम हेर्न आऊ, जुम। बिस्तारै हिँड्न, बिस्तारै लट्ठी बिर्सिस। ए जुम न, लट्ठी बिर्सिस। अलि बिस्तारै हिँड, अहिले लड्लिस फेरि। जुम न, ऊ त्यहाँ बसेर हेर्न पर्छ। हतार नगर, लड्लिस। लडिँदैन, हिँड हिँड। बिस्तारै हिँड, बिस्तारै। हुन्छ त हजुरहरूमा यो गीत राख्दै म सिमरन यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद।